लसुन र आलु पिसेको छु यहाँ। र रातो आलु हेर्दा चाहिँ राम्रो, तर गिलो हुने रहेछ हो। अर्को चाहिँ चाम्रो हुँदैन रहेछ। सेत आलु बरु मिठो। अर्को सालदेखि रोप्नु कि नरोप्नु यो रातो आलु। मिठो छ, खानुपर्छ। छोरो स्कुल, बुढो काममा, म घरमा बस्ने, खाँदै पेट यत्रो भइसक्यो। खानु त छोड्ने होइन। अन्डा पनि पाकेन क्या। मिठो छ। आलु जस्तो फुटेको मिठो हुन्छ। सेतो भए त एकदम मिठो हुन्थ्यो। रातो त खासै मिठो होइन, चाहिँ राम्रो मात्रै। रोप्न चाहिँ फेरि मलाई यही मन लाग्छ। मिठो चाहिँ अर्कै हुन्छ। तरकारी खान पनि अर्कै मिठो, पकाइ खान पनि अर्कै मिठो। साथीहरूले पनि बिउ माग्नु भएको छ, दिने हो। ठुलो ठुलो चाहिँ खाएर सानो सानो दिनेको साथीहरूलाई। किनभने नि यो ठुलो ठुलो चाहिँ अब एउटा त फल्ने हो। सानो सानोमा धेरै बोट पनि दिन्छ नि त, त्यही भएर। यो आलुमा मिहिनेत भन्नुहुन्छ भने नि 500 रुपियाँ गोटा पर्ने मिहिनेत गरेको छु नि। फेरि मैले मिहिनेत गर्दा चाहिँ त्यति धेरै जाने कि म बारीमा हेर्नु, गोड्नु,